दर्शकवृन्द, यसै क्रममा अहिले हामी बोलबम समिति को डेस्कमा आइपुगेका छौँ र यहाँ तपाईँले देखिराख्नु भएको छ भक्तजनहरूले एकदमै आफ्नो तर्फबाट चाहिँ सहयोग गरिराख्नु भएको छ बोलबम समितिलाई या बोलबम समिति व्यवस्थापन गर्नको लागि चाहिँ जुन सहयोग गरिराख्नु भएको छ यो भक्तजनहरूलाई धेरै धेरै धन्यवाद दिँदै अहिले हाम्रो शान्ति दिदी हुनुहुन्छ यहाँ हामीसँग। शान्ता दिदी हुनुहुन्छ। भक्तजनहरूको अवस्था अहिले कति भक्तजनहरू आउनुभयो, कति बजी हिजो आइतबार कति बजीदेखि आउनुभयो र के व्यवस्थापन भक्तजनहरूलाई सुविधा असुविधा के भइरहेको छ भन्ने बारेमा जानकारी दिँदै हुन्छ। दिदी, के छ अहिलेको अवस्था भक्तजनहरूको? हिजो होइन आज बिहानदेखि आएको हामी चाहिँ। अनि अब व्यवसाय अस्ति भन्दाखेरि यसपालि चाहिँ एकदम भव्यताका साथ आउनुभयो भक्तजनहरू। धेरै धेरै भिड भएको छ। त्यसमा पनि हाम्रो स्वयंसेवकहरू धेरै खटिनु भएको छ। जस्तै गङ्गा प्रहरीहरू सबै खटिनु भएको छ। व्यवस्था मिलाइराखेका छौँ। लाइनबद्धले पठाइराखेका छौँ। ज्येष्ठ नागरिकलाई बेग्लै पठाउँछौँ। ज्येष्ठ नागरिकलाई भित्र सरासरी जान लाउँछौँ। व्यवस्था राम्रो गरेको छौँ। हजुर, व्यवस्था पहिलेको भन्दाखेरि अहिले धेरै परिमार्जित भएको छ हैन। भक्तजनहरूको लागि धेरै सुविधा यहाँहरूले गर्नुभएको छ। लाइनमा बस्नेलाई पनि एकदमै सुविधा स्वरूप सुविधा दिएर गर्नुभएको छ। हामीले यस्तो पनि गरेका छौँ, जस्तै अब लाइनमा बसेर बिरामी हुनुभयो भने समातेर लगेर औषधि उपचार पनि गराउँछौँ। त्यस्तोलाई ज्येष्ठ नागरिकहरूलाई चाहिँ सरासरी पठाउँछौँ। अरू पनि बिरामीहरू हुनुभयो भने र औषधिहरू उपचार गर्ने व्यवस्था पनि हामीले मिलाएका छौँ। खाजा खाने व्यवस्था सबै भक्तजनहरूलाई खाजा खुवाउन यहाँ सबै मार्दनी सेवा समिति जम्मैजनाले खुवाइराख्नु भएको छ। हजुर, हस्, धन्यवाद छ। अहिले चाहिँ विशेष गरेर लाइनमा बस्न नसक्ने वृद्ध ज्येष्ठ नागरिक आमाहरू हुनुहुन्छ र कोही नानीको बच्चाको आमाहरू हुनुहुन्छ। त्यस्ता भक्तजनहरूलाई चाहिँ विशेष लाइनबाट हामीले छिटै नै मन्दिर भोले बाबाको ढोकामा पुर्याउने व्यवस्था पनि मन्दिर बोलबम समितिले गरिरहेको भनेर हामीलाई जानकारी प्राप्त भएको छ। धन्यवाद। दर्शकवृन्द, फेरि म यहाँ समक्ष उपस्थित भएको छु र यहाँले देखिराख्नु भएको छ बोलबम मिठो याद भनेर भोले बाबाको नक्सा त्रिशूल लगायत धरानको हाम्रो चिनारी घण्टाघर पनि रहेको छ। र यसले चाहिँ के अर्थ बताउँछ भनेदेखि हामी सम्पूर्ण धरानवासीहरू चाहिँ एकदमै हामी मिलनसार छौँ। हाम्रो स्मरण, हाम्रो यहाँको स्मृति सबैलाई हामी दिएर पठाउँछौँ र यहाँको धार्मिक पर्यटक स्थलहरूको चाहिँ पर्यटन प्रवर्धन गर्नमा पनि यसले ठुलो टेवा पुगिरहेको छ। यो अर्थमा कि यहाँहरूले चाहिँ भक्तजनहरूको फोटो खिचेर यहीँ तुरुन्त फोटो उहाँहरूलाई उपलब्ध गराइदिनु भएको छ र त्यसले चाहिँ उहाँहरूले चाहिँ यो दिन चाहिँ सोमबार चाहिँ पिण्डेश्वर बाबाधाम गएको थिएँ र त्यहाँका रोटरीका साथीहरूले अथवा रोटऱ्याकका साथीहरूले चाहिँ यो हाम्रो तस्बिर कैद गरेर हामीलाई पुनः सम्झना स्वरूप दिनुभएको छ भनेर उहाँहरूले यो कार्यक्रम गर्नुभएको छ। सायद यो कार्यक्रम अघिल्लो वर्षदेखि सुरु भएको हो र यो कार्यक्रममा म अघिल्लो वर्ष सहभागी भएको थिएँ र यसपालि सहभागी हुन पाइरहेको छुइनँ। पक्कै पनि यहाँहरूले हाम्रो फोटो पनि खिच्नुहुन्छ र हामीलाई पनि उपलब्ध गराउनुहुन्छ र यो मिठो याद भनेर जुन भक्तजनहरूलाई यहाँहरूले फोटो चाहिँ बाँड्दै हुनुहुन्छ, फोटो दिँदै हुनुहुन्छ, यो चाहिँ एकदमै राम्रो काम भएको छ। मैले अघि पनि फेरि पनि यो कुरालाई दोहोऱ्याएँ। यसले चाहिँ एउटा स्मृति सम्झना स्वरूप पिण्डेश्वर बाबाधामको स्मृति सम्झना स्वरूप एउटा झल्काउने काम गर्नुभएको छ र त्योभन्दा पनि ठुलो हाम्रो धरानमा भएको धार्मिक पर्यटक स्थलहरूको चाहिँ एउटा पहिचान हुनमा चाहिँ यो कामले चाहिँ एकदम ठुलो मद्दत पुगेको छ र यसको बारेमा हामीसँग हुनुहुन्छ रोटऱ्याकका साथीहरू। के भन्नुहुन्छ उहाँहरू? थ्याङ्क यू सो मच। हामी चाहिँ रोटऱ्याक क्लब अफ धरानबाट हामीले सधैँको वर्ष जस्तै यो हाम्रो सिग्नेचर इभेन्ट हो। हरेक बोलबममा आएर चाहिँ यो मिठो याद प्रोग्राम गर्ने गर्छौँ। यसमा चाहिँ हामीले जति पनि यहाँ आउनुभएको भक्तजनहरू हुन्छ उहाँहरूलाई चाहिँ एउटा यहाँबाट पिक गर्न लगाउँछौँ। यहाँनिर हामीसँग डिफ्रेन्ट चिठाहरू राखेको हुन्छ। यसबाट मैले पनि तान्न मिल्यो। हजुर, हजुरले पनि मिल्छ। हामी एउटा लाइकै गरौँ न। हजुर, ल एउटा लाइक हजुर पनि। हजुर, यहाँबाट हजुरहरूलाई जे पर्छ अनि त्यही चाहिँ हामी उहाँहरूलाई हजुरलाई केही न केही चाहिँ पर्छ। यसमा हामीलाई उहाँलाई अहिले ग्लास परेको छ। म साथीहरूलाई उहाँको लागि ग्लास ल्याइदिनु ग्लास हाम्रो यहाँ भित्र अफिसमा छ। ए अच्छा, यो के हो?
ल उहाँलाई फोटो परेको छ हजुर उहाँलाई फोटो परेको छ अब यो फोटो उहाँलाई परेको छ हजुरलाई चाहिँ हामी के गर्छौँ भने यो फोटो चाहिँ हजुरको यहाँबाट खिचिदिन्छौँ र इन्स्टेन्ट धुलाएर यहाँ हामी दिन्छौँ पनि यो चाहिँ एउटा मिठो यादको रूपमा सधैँभरि रहिरहन्छ हजुरलाई हो बोलबम आएको बेलामा यसरी फोटो खिचेको थियो भने एउटा मेमोरीको रूपमा रहन्छ हजुर ल हजुरलाई पनि कङ्ग्रेचुलेसन यस्तो फोटो धुलाएर अब हामी दिन्छौँ हस् हस् ल ल र हजुर चक्लेटमा पर्नु भएछ म चाहिँ ग्लासमा परेको छु होइन मैले ग्लास प्राप्त गर्ने भएँ र यो चाहिँ एउटा एकदम राम्रो कार्यक्रम यहाँ थालनी भएको छ हामीले यो कार्यक्रमको सराहना गर्नै पर्छ कस्तो लागेको छ तपाईँलाई यो कार्यक्रम अहिले उहाँहरूले चाहिँ जुन उता हेरेर मैले राम्ररी चिन्छु यसरी रोड ट्र्याकमा हुनुहुँदो रहेछ मलाई त एकदम धेरै धेरै खुसी लाग्यो प्रेसका बहिनी र साथै मेरो प्यारा भाइहरू र यो चाहिँ एकदमै धेरै नयाँ एकदम भनौँ न अब नयाँ खालको नयाँ किसिमको एकदम एक्साइटेड टाइपको रहेछ अब हामी चाहिँ यहाँ धरानमै बस्ने भएकोले गर्दाखेरि हामीलाई यो अब भनौँ न अब ठिकै र बाहिरबाट आउने मान्छेलाई चाहिँ यो एकदमै धेरै एक्साइटिङ कुरा हो र यसको लागि चाहिँ धेरै धेरै धन्यवाद हजुर ग्रुपलाई नै ल हस् धन्यवाद उहाँ हुनुहुन्थ्यो हाम्रो बी न्युजका सहकर्मी सीता मैनालीज्यू र अब यसको कार्यक्रम कति बेरसम्म रहन्छ यो हामी अब एकैछिन अराउन्ड 10:30सम्म हाफ एन आवर जति गर्छौँ त्यस पछाडि यसलाई क्लोज गर्छौँ बिहान हामी 7:30देखि नै यहाँ छौँ आज हामीसँग रोटरी क्लब अफ धरान त्यसै गरी रोटरी क्लब अफ धरानबाट धेरैजना रोट्र्याक्टर्स रोटेरियन्स एनिजहरू आउनुभएको छ गेस्टहरूले पनि हामीलाई सपोर्ट गरिरहनु भएको छ अनि सबैजनालाई यो प्रोग्राममा यसरी जोड दिनुभयो यहाँहरूलाई पनि जतिजना पार्टिसिपेट हुनुभयो उहाँहरूको एकदम राम्रो फिडब्याक पायो अनि हामी धेरै खुसी छौँ हस् धन्यवाद छ यहाँहरूले हामीलाई बी न्युजलाई पनि सम्झिरहनु हुनेछ भन्ने आशा गरेको छु र हाम्रो बी न्युजलाई लाइक कमेन्ट सब्सक्राइब पनि गरिदिनु होला ल मैले पाएको ग्लासको कुपन थियो मसँग यो ग्लास मैले लिइसकेको छु धन्यवाद रोट्र्याक धरान है धरान वार्ड नम्बर 14 को अध्यक्षज्यूसँग भेट भएको छ बिहानैदेखि हामी उहाँलाई खोजिरहेका छौँ उहाँ व्यस्तताका कारणले भक्तजनहरूको व्यवस्थापनमा उहाँ लागिराख्नु भएको छ उहाँको एकदमै यो धार्मिक पर्यटकीय स्थललाई चाहिँ एकदम सुदृढ रूपमा अझ राम्रो बनाउनु पर्छ भन्ने चाहिँ काममा लागिराख्नु भएको छ यो चाहिँ धरानको धार्मिक पर्यटकीय स्थलहरूलाई चाहिँ अझ प्रचार प्रसारको आवश्यकता भएको हुँदाखेरि यो प्रचार प्रसारमा पनि ठुलो चाहिँ सहयोग पुर्याउनु पर्छ भन्ने उहाँको मान्यता पनि रहेको छ अहिले के छ भक्तजनहरू यहाँको अवस्था कस्तो छ कसरी भक्तजनहरू मन्दिर प्रवेश गरिराख्नु भएको छ सर्वप्रथम त यहाँलाई एकदम हार्दिक स्वागत सम्मान गर्न चाहन्छु र जय शम्भु पनि भन्न चाहन्छु अब यो तपाईँलाई साउन महिना भनेको शिवजीको विशेष महिना पनि हो होइन नजिकको कौशिकी नदी र अथवा शिव जट्टाबाट चाहिँ जल ल्याएर यहाँ अर्पण गरेको खण्डमा चाहिँ पुण्य हुन्छ अथवा आफ्नो मनोकामना पुरा हुन्छ भन्ने धार्मिक विश्वास छ धार्मिक आस्था छ त्यसले गर्दाखेरि तपाईँलाई नेपालको मात्र नभएर तपाईँलाई छिमेकी राष्ट्र भारतदेखि पनि तपाईँलाई बङ्गलादेशबाट पनि तपाईँलाई श्रद्धालु भक्तजनहरूको उपस्थिति रहेको छ अब यो एउटा तपाईँलाई यो शिवालय अथवा यो पिण्डेश्वर मन्दिर भनेको चाहिँ तपाईँलाई यसको लामो इतिहास अथवा द्वापर युगदेखिको इतिहास भएको हुनाले यी कुराहरू त तपाईँहरूलाई सर्वविदितै छ अब यसलाई अहिले व्यवस्थापन गर्नको लागि श्रद्धालु भक्तजनलाई सहज ढङ्गबाट दर्शन गर्नको लागि हामी स्थानीय सरकारले मात्र नभएर बाबाधाम समिति विभिन्न सङ्घ संस्था होइन तपाईँलाई चाहिँ सुरक्षा निकायका समितिहरू जिल्ला ट्राफिक प्रहरी कार्यालय इलाका प्रहरी कार्यालय सशस्त्र प्रहरी बयस काम धरान नगर प्रहरी लगायत सम्पूर्ण सङ्घ संस्थाहरू लागिराख्नु भएको छ किनभने अहिले यो श्रद्धालुहरूलाई सहज ढङ्गबाट चाहिँ दर्शन गराउनको लागि असहज नहोस् भनेर दर्शन गराउनको लागि हामीले लामबद्ध चरणबद्ध ढङ्गबाट दर्शन गरिराखेका छौँ उहाँहरूलाई शान्ति सुरक्षाको लागि अहोरात्र तपाईँलाई अहिले रातभरि नै तपाईँलाई शान्ति सुरक्षा सम्बन्धीको लागि चाहिँ नेपाल प्रहरी त्यसपछि सशस्त्र प्रहरी नमस्ते त्यसपछि तपाईँलाई चाहिँ हाम्रो नगर प्रहरी खटिराख्नु भएको छ हामी वडाका तपाईँलाई जनप्रतिनिधिहरू पनि त्यत्तिकै खटिराखेका छौँ बाबाधाम समितिका तपाईँलाई चाहिँ यहाँका अध्यक्ष लगायत तपाईँका समितिका सदस्यहरू पनि त्यत्तिकै खटिराखेका छौँ र अहिले अलिकति पोहोरको भन्दा यो अघिल्लो वर्षहरूभन्दा भने तपाईँलाई यो वर्ष चाहिँ अलिकति श्रद्धालु भक्तजनहरूकै भनाइअनुसार चाहिँ हामीले दर्शन गर्न अलिक सहज भयो राम्रो भयो भन्ने खालको कुराहरू पनि उहाँहरूकै मुखबाट पनि हामीले सुन्न पाइराखेका छौँ
हस् धन्यवाद छ यहाँलाई जानकारी गराइदिनु भएको छ र अहिले भक्तजनहरूको अवस्था कस्तो छ अवस्था भन्नाले यहाँभित्र खानापिनाहरूको अवस्था कस्तो छ भक्तजनहरू कसरी प्रवेश गरिराख्नु भएको छ भन्ने बारेमा जानकारी गराउनु भएको छ।